हामी चाहिँ घर लाग्यो भारी बोकेर। बुनु हँस एकदम सफा पानी हो नि त यो लेकको। चिसो चिसो। मेरो नाम पनि छ यहाँनिर अनिसा राई। बल्ल बल्ल माथि आइपुग्यो डाँडा। कसैको भाग खानु बोलाउँदै हुनुहुन्छ निनीले हामीलाई चाहिँ। घरमै झर्ना पनि पो छ है, गाउँ घरमै झर्ना छ। बिस्तारै बिस्तारै। उहाँहरू चिनी न तपाईँ। हामी चाहिँ ओह्रालो ओह्रालो घर लाग्यौँ। मेरो भारी यहाँ चाहिँ मेरो घर हो यो ग्रिन कलरको। ग्रिन त यो जुगा चाहिँ एउटा जुगाको भुसिना सबै तर क्लियर नै देखिँदैन। हेलो गाइस, गुड मर्निङ, नमस्ते सबैजनालाई। वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरहरूलाई मेरो च्यानलमा स्वागत छ। र आज चाहिँ के स्पेसल छ भन्दाखेरि चाहिँ आज हाम्रो पापाको कपुरथान बनाउनु पर्ने। हिजोदेखि स्टार्ट भएको चाहिँ हिजो चाहिँ म जानु भएन र आज चाहिँ म जानको लागि रेडी हुँदैछु। खाना आएको बिहानै पकाउँदैछु, खाना पाक्दैछु। यहाँनिर पानीहरू तत्तिँदैछ अनि म यहाँ छु। अब खाना बनाउने खाने अनि जाने। तपाईँहरूलाई म चाहिँ कस्तो हुन्छ देखाउँदै जानेछु टाइपहरू। घाम लागिरहेछ बिहानको वेदर चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरूले। टलमल घाम लागिरहेको छ। हाम्रो पापालाई चाहिँ यहाँ माथि डाँडामा राख्नु भएको थियो। ठ्याक्कै पोहोर हाम्रो पापा कति असोज 13 गते बित्नु भएको थियो। 14 गते लगेको थियौँ माथि डाँडा। ठ्याक्कै पापाको चाहिँ आज हिजोअस्ति यही असोज 13 गते 1 वर्ष पुगेर यति आयो। आज कति 25 गते दिन 25 गते होला सायद जस्तो लाग्छ। ल गाइजहरू हेर्दै गर्नु होला। अब खाना साना को हुन्छ नि हजुरहरूलाई म देखाउँदै जानेछु। अहिले चाहिँ यति नै। हाम्रो भारी बोकाइ चाहिँ हुँदैछ यहाँनिर। अब माथि कपुरथानको लागि सिमेन्ट। मेरो भारी चाहिँ यो धनेश बोबो हुनुहुन्छ। यसले त यति पनि बोकेन एक बस्ता पनि। र अब चाहिँ हामी भारी बोकाएर उकालो राख्नुपर्ने हुन्छ यता माथि। अहिले त सबै यस्तो भारी जङ्गल भएछ सबै। पहिला यहाँ घाँस काट्न आउँथेँ म। डर लाग्थ्यो यहाँनिर खोलामा चाहिँ। तर अशोकबुहरूको पो सबै सफा चिल्लो न चिल्लो छ त। हाम्रो त जङ्गल छ त नि। मेरो हालत चाहिँ यस्तो छ। लुगा मेरो घर चाहिँ ऊ तल छ। यो हो मेरो घर। कस्तो क्लियर देखिन्छ हेर न। यहीँ चाहिँ नजिकै रहेछ। पारी सङ्क्रान्ति डाँडा यहाँ छ। हलदार देवदेको यो परको चाहिँ कसको चिनिन। अनि पापाको चाहिँ यहाँ बनिँदैछ भर्खर स्टार्ट 2 दिन भयो। बल्ल बल्ल माथि आइपुग्यो डाँडा। माथि डाँडामा हाम्रो पापालाई राखेको ठाउँमा चाहिँ हामी आइपुगेको छौँ। थुप्रैजना हुनुहुन्छ काम गर्नेहरू। यता बोबो हुनुहुन्छ।
हामी धरानबाट आउँदा चाहिँ यो रोडबाट आउँछौँ हाम्रो घर। अस्ति म यही बाटो आएको। मेरो हालत हामी चाहिँ अब यहाँ बल्ल बोक्ने काम गर ल। मेरो बुबु कान्छाले चाहिँ काम गर्दैछ धमाधम। फेरि मातो भने त सेते जस्तै हुन्छ। अलिक लगाइदे। यता हुनुहुन्छ हाम्रो बोबो कान्छा हुनुहुन्छ, हाम्रो सनम बुबु हुनुहुन्छ, धनेश बोबो हुनुहुन्छ, अनि म चाहिँ यहाँ छु बुनु। हाम्रो चाहिँ ड्युटी चाहिँ बलुवा बोकाइ छ हाम्रो पापाको कपुर खानको लागि गाईहरू। जुगाले खाएर त्यो चिसो छ नि त बाल्न फेरि। थोरै थोरै लगाउनु चित्र कहाँ लगाएको अनि सुकाउनु पर्ने नि। नक्सा त भयो नि। ना घरमा बच्चाले मिलाउनु नि पहिला हल्लिँदैन त यो जुगा त। एउटा जुगाको भुसिना सबै हाम्रो अन्तर चाहिँ कता गयो दाउ खोज्नु काट्नु फिरेको बोइचाहरू चाहिँ उहाँहरू हुनुहुन्छ। जुगा लुहा बरु के साह्रो जुगा आयो यो किन चल्छ? को टोइलेट गयो माथि खिर्छ के चाहिँ गर्दैछ? के छ रे? दुईटा क्यामेरा कभर खोलेर देखाइदिम। कभर खोलेर हैन हौ, कभरको भित्र त क्यामेराको भित्र मोबाइल फक्लै खोल्यो अनि क्यामेरामा त नि एउटा मात्रै क्यामेरा हो नि, देखाएको पो तीनटा छ त पछाडि। अनि आरिसले के भन्नु छ र? हो आग्राक बोबो भक्ति मात्र सेते कस्तो राम्रो देखिरहेछ मेरो गाउँ। तल मेरो घर छ। यहाँ हुनुहुन्छ मातुवा बोबो कान्छा, यता जेठा, यता सुरिन हुनुहुन्छ। मेरो पापाको घर चाहिँ यतिको भयो आज चाहिँ। आज चाहिँ यतिको फिनिसिङ देखिँदैछ। बोबोले गर्दै हुनुहुन्छ। मेरो पापाको घर त ठुलो भयो। बोबोले चाहिँ माथि दाउरा काट्दै हुनुहुन्छ है। बोबो कान्छा हुनुहुन्छ। तपाईँहरूलाई म
तपाईँहरूलाई म मेरो घर देखाउँछु ल। यो चाहिँ मेरो घर हो। यो ग्रिन कलरको, ग्रिन कलर कि ब्लू कलर भन्नु, यो ब्लू कलरको घर चाहिँ मेरो घर हो। अनि परतिर रेड छाना भएको चाहिँ मेरो बोबोको घर। अनि यता यहाँनिर चाहिँ हाम्रो तुम्बा देब्देको घर छ, तर छिलिएको रहेछ। गाउँ पनि पुरै विरक्त चल्ने भएछ। हामीले चाहिँ उन्यु काटेर किन यहाँ भारी राखिरहेछौँ। भारी अब घर जाँदा बोकेर जानुपर्छ। आज यति। अब भोलिको भिडियो हेर्नु होला। म पापाको कस्तो बनिँदो रहेछ घर म देखाउनेछु तपाईँहरूलाई साथीहरू। हामी चाहिँ ओह्रालो ओह्रालो घर लाग्यौँ। मेरो भारी यहाँ राखेको छ। अब म भारी बोक्छु यहाँ बुनु भिडियो। अब म चाहिँ ओहो ए हँसियाले घोत्दैन हँसिया त्यसरी बोक्नुपर्छ ल। लड्छ होला ऊ तिम्रो नाम लो उहाँहरू चिनि न त मैले लाग्यो गाई चाहिँ हामी चाहिँ घर लो कुनु चाहिँ उस्तल भारी बोकेर हिँड्दैछ। म चाहिँ यहाँ हिँड्दैछु। हामी चाहिँ जङ्गल छिर्यो। अब हाम्रो घर तल यता जङ्गल घुमेर ओह्रालो जानुपर्छ बाटो चाहिँ। हामी चाहिँ घर लाग्यो भारी बोकेर। बुनु हँसिया बोक्यौ नि ल। मैसँग बाटो देखाउँछु ल कस्तो बाटो हिँड्नुपर्छ। हामी बिस्तारै नै नाम्लो त लामो भएछ मेरो। तल पुग्दा त छिरिजान्छु होला। उनीको भारी त जति धेरै बोक्दा पनि गरमै हुँदैन। म त आउँछ पहिला नाम्लोमै मात्रै भारी बोक्थेँ। घाँस चाहिँ डोकोमा अब धेरै आँट्दैन बुनु। नाम्लोमा धेरै बोकिन्छ नि त। बाटो हेर्नु गाडी बाटो हेर्नु यताबाट बाटो यस्तो छ। बिस्तारै बिस्तारै यसो गाउँ आउँदा एक दुईवटा भिडियो चाहिँ बनाएर लैजाउँ भनेर सोचेको मैले। तर बाटो चाहिँ यस्तो रहेको छ। पछि गम्बुट लाएर आउनु पर्ने रहेछ। चप्पल लाएर आएको त। आइया लु ठेलेर लडाउँछ होला हौ भारीले त। यहाँ हेर्नु बाटो यस्तो छ। ला अब हिलोमै टेक्नु। आछि आछि यस्तो छ बाटो। यी हाम्रो त घरमै झर्ना पनि पो छ है। गाउँ घरमै झर्ना पनि झर्ना खुट्टा पखाल्छु म। माया भिडियो बनाउँदै हिँडेर लडेर मरिन्छ ल। बाटो चाहिँ हेर्नुहोस् यहाँ। बुनु काले आउँदै थियो त एक चाहिँ हाम्रो अलैँची बारी है। पहिला हामी पापा म
आएर यहाँ आउँदै घाँस काटेर लान्थ्यौँ। यो निभाराको घाँसहरू अहिले त पाएको पनि छैन। आउनु मन लाग्दैन कि साथीहरू आउनुपर्छ। गल्यौ गाउँघरमा घाँस दाउरा सुपर गर्नुपर्ने हुन्छ साथीहरू। यो हामी यो अलैँचीहरू हामी पापा म भएर हामीले रोपेको। हेर्नु न अलैँची रोपेको छ तर पापा छैन। जिन्दगी यस्तो हो। बाटो छ यस्तो फेरि। यहाँ मेरो हालत हेर्नु सक्नु जुगाले खाएर। यो चाहिँ हाम्रो ह्यात्रुङ झरना त भन्नु मिल्दैन। यो चाहिँ हाम्रो गाउँको सिधा माथि डाँडाको झरना है। खोले न यो चाहिँ के भन्नु यसलाई त देखिरहेको ए हुन्छ। दसैँको भाग खानु बोलाउँदै हुनुहुन्छ निनीले हामीलाई चाहिँ। तर क्लियर नै देखिँदैन। थुप्रैजना गएको थियौँ। हेलो भाइ गुड मर्निङ। तपाईँ सबैजनालाई स्वागत छ मेरो च्यानलमा। आज पनि फेरि आज चाहिँ नेक्स्ट डे हो है। अब यो भिडियो एकैचोटि हालिदिन्छु होला भोलि खिचेको र आजको। आज पनि पापाकै कपुरथानको लागि चाहिँ म जाँदैछु। हिजो सकिएन अनि आज पनि जाँदैछु। बाटो उकालो उकालो बाटो यस्तो छ उकालो। अलैँची बारी बारी है सास बढेर हिँड्नै सकिएन यहाँ। अब भोलि आज चाहिँ पापाको सकिन्छ होला। भोलि चाहिँ धरान फर्किने। पहिला यो हाम्रो अलैँची बारी हो नि त। योहरू सबै चिल्लै हुन्थ्यो। हामीले घाँस काट्थ्यौँ पापा म आएर घाँस काट्थ्यौँ। हेर्नु न अहिले त यस्तो जङ्गल चाहिँ हिँड्ने बाटो मात्रै अलिअलि फाँडेको छ। यस्तो राम्रो घाँस छ। यो बाख्राले यस्तो मजाले खान्छ कि यो घाँसहरू। अहिले त खाम पनि छैन। मान्छेहरूले गाईबस्तुहरू पनि त्यति पाल्नु छोडिसक्यो नि त गाउँमा। त्यही भएर छैन अहिले हिँड्ने बाटो पनि हुँदैन। जुगा आउँछ उस्तै बाटो छ यस्तो उकालो। म चाहिँ यो कुचो चाहिँ त्यो पापाको कपडाहरू सफा गर्नुपर्छ अरे र त्यो सिमेन्टहरू पोखेको हुन्छ नि त यसले पुस्नुपर्छ अरे। अनि लिएर आउनु भन्नुभयो। त्यही भएर लगेर जाँदैछु। अनि मेरो खाजा चाहिँ एउटा भेन्टा बोकेको छु। यति भए पुग्छ। आज त छिटै झर्छु होला म सायद घर। त्यही भएर खाजा बोकिनँ। सबैजना अगाडि गइसक्नु भएको छ दाजुहरू चाहिँ। म चाहिँ बिस्तारै पछाडि एक्लै छु आज त। साथी पनि छैन। चिसो पानी बगिरहेछ। जङ्गलको बिचमा छु है म चाहिँ। उता पनि डाँडा यहाँ तल हो घर चाहिँ। यता माथि हाम्रो पापालाई राखेको ठाउँ। अनि म एक्लै छु जङ्गलमा। आज त एक्लै जाँदैछु। खोला बजेको सुन्दै हुनुहुन्छ नि। यो त गहिरा पर्छ कि खोलाभित्र छिर्नुपर्छ अनि फेरि डाँडामा निस्किनुपर्छ। बाटो यस्तो छ बाटो पनि। खोला हिजो म भारी बोकेर यो तेर्सो आएको थिएँ। खोला चिप्लो छ। भिडियोमा चाहिँ त्यसो देखिँदैन रहेछ तर चिप्लो छ। झर्ना हेर्नु चिसो लाग्छ। चिसो पानी छ है। यही पानी खान्छु म। तल हाम्रो माथि खोपा हालेको यही पानी खानुहुन्छ। एकदम सफा पानी हो नि त यो लेकको। चिसो
बाटो ओ कसरी उफ्रिनु चिप्दैन चिप्लेर गएको यस्तो हिलो छ टिप्नुपर्छ खुट्टा चिप्लिहाल्यो यहाँ माथि पनि झर्ना छ यो माथि के गर्नु यस्तो छ आजदेखि त अब आइँदैन पनि होला उकालो डाँडा निस्किन आँट्यो है यताबाट आएको चरा कराएको सुन्दै हुनुहुन्छ कस्तो मजाले कराउँदैछ ऊ माथि सुन्नु त ऊ कस्तो मजाले चरा कराउँदैछ डाँडा निस्किए फाइनली मेरो गाउँ देखियो तल ओ तल गाउँ बर्थडे पो बनाउँदै भन्दै थियो भन्दा यसमा त नगरौँ न यहाँबाट चाहिँ मेरो गाउँ निक्लिँदा रहेछ दामी उनी फाल्नु थाले म चाहिँ घारी फाल्नु थालेको यति भयो नि चिल्लो भयो गाउँ चाहिँ देखिन थाल्यो अब अर्को साल आउँदा पुरै भारी त हुने होला सबै निनीले ए दिनुभएको छैन मेरो पापाको फोटो अगाडि यत्तिको भएको छ अब यहाँ चुनहरू लाउँदा त राम्रो हुन्छ सनेको जस्तै अनुहार देखिन्छ यो फोटोमा त हामी पापाको मेरो नाम पनि छ यहाँनिर अनुसा राई ल फाइनली भिडियो लास्ट भिडियो अब जाने म लल्टेबुले पनि भिडियो पठाइ माग्दैछ अब यहीँबाट हेर्नु होला अब लास्ट होला जस्तो छ तर अझै यहाँ त उलाउँछ नि सिमेन्टहरू होइन त ल आजको भिडियो चाहिँ यति हो अब म चाहिँ घर लागेँ फाँडेर त घर पो देखिँदो रहेछ झाँक्री गाउँतिर हाम्रो गाउँहरू र बिदाई अब चाहिँ गएको म
लागेको म चाहिँ अब लडेर मरिन्छ होला हौ। बाटो खाने भनेर पोलेको उसले के हो यो छाला हौ उसले खाने भनेर पोलेको थियो अस्तिदेखि खानु भनेको थियो यो उसले अघि पोलेको थियो नखे गयो बसे कस्तो राम्रो छ नि अब पोलेपछि फेरि कति माया गरेको हो यसले उसको बच्चालाई। त्यो यो त मेरो पहिलादेखिको बिरालो हो त हेर्नु न यहाँनिर बच्चा पनि छ। सेती कहाँ गयो अर्को एउटा बच्चा चाहिँ यहाँ बसिरहेछ। लु तेरो बच्चा लु हिँड्छौँ हिँड्नु लु हिँड्नु न।